बनाएको छु। अब म यसमा गर्छु है त बुझिने गरी। मोबाइल कतिको हल्लिन्छ अब म यत्तिकै राख्छु है। अब 3टा एरिया छ, 3टा एरियाको हामीलाई डेसिबल दिएको छ। डेसिबल अनुसारको हामीले कलर रेन्जमा हामी कलर गर्छौँ, हजार्ड गर्छौँ। सुरुमा हामी रेन्ज छुट्याउँछौँ। 95 भन्दा माथि हाम्रो रेड जोनमा रहन्छ। सो 85 देखि 94 सम्म हाम्रो ब्लू जोनमा रहन्छ। अनि 75 देखि 84 सम्म हाम्रो 85 देखि 94 सम्म हाम्रो येल्लो जोनमा रहन्छ। अनि 75 देखि 80 सम्म हाम्रो ब्लू जोनमा 84 सम्म हाम्रो ब्लू जोनमा रहन्छ। 74 भन्दा लेस चाहिँ हाम्रो ग्रीन जोनमा रहन्छ। हामी सुरुमा गरौँ है त। हामी यो इन्डस्ट्रियल एरियातिर हौँ। सुरुमा रेड जोनमा हामी 95 भन्ने पोइन्ट भेटौँ। 95 भन्ने पोइन्ट भेटियो। अब 95 भन्दा सानो जतिलाई बाहिर, ठुलो जतिलाई भित्र पारौँ। 80, 89, 79 बाहिर गयो। 84 पनि बाहिर गयो। 88 पनि बाहिर गयो। 93 पनि बाहिर गयो। सबै बाहिर गयो। 98 भित्र गयो। दिस इज रेड जोन। ठिक छ। अब यसको पालोमा हामी 95 भन्ने पोइन्टमा जाउँ। 95 भन्ने पोइन्टले सबै छुट्याउँ। 98 लाई भित्र पारौँ। अनि 125 पारौँ। अरू सबै बाहिर हुने भयो। 120 बाहिर हुने भयो। अनि 98 भित्र हुने भयो। 94 पनि बाहिर हुने भयो। ठिक छ। दिस इज अल्सो रेड जोन। अब यसको यता 95 मा जाउँ। 95 मा 98 हुने भयो। 98 हुने भयो। यति 98 हुने भयो। यो पनि रेड जोनमा। ठिक छ। अब हामी 85 मा जाउँ। 85 मा 88 भित्र पर्ने भयो। 88 भित्र पर्ने भयो। 79 लाई अलि माथि लेखिदिन्छु ल। 88 भित्र पर्ने भयो। 84 बाहिर पर्ने भयो। 84 पनि अलि बाहिर लेखिदिन्छु। 88 भित्र पर्ने भयो। 86 भित्र पर्ने भयो। 86 पनि भित्र, 90 पनि भित्र पर्ने भयो। हामी 85 बाट गर्दैछौँ। 80 बाहिर पर्ने भयो। यस्तो गरेर दिस इज येल्लो जोन। अब यसको येल्लो जोन 85 मा हेरौँ। 85 मा हेरौँ। 85 मा हेरौँ। सबै 83 बाहिर पर्ने भयो। 86 भित्र पर्ने भयो। 88 पनि भित्र पर्ने भयो। 90 पनि भित्र पर्ने भयो। 92 पनि भित्र पर्ने भयो। देखेको छ नि है। 92 पनि भित्र पर्ने भयो। 94 पनि भित्र पर्ने भयो। 82 बाहिर पर्ने भयो। 86 पनि भित्र पर्ने भयो। 91 पनि भित्र पर्ने भयो। 84 बाहिर पर्ने भयो। 87 भित्र पर्ने भयो। 88 पनि भित्र पर्ने भयो। यो पनि भित्र पर्ने भयो। 83 बाहिर पर्ने भयो। यो जुन 85 भित्र पर्ने भयो। बाँकी सबै भित्र पर्ने भयो। त्यही भएर हामीले बिचमा सेपरेसन गरेनौँ। दिस इज येल्लो जोन। अब हामी ब्लू जोन बनाउँछौँ। ब्लू जोनमा हाम्रो के हो अरे 75 भन्दा माथि होइन। दिस इज 75 देखि 84 सम्म। 75 यिनीहरू देखेको छ नि है। 75 भयो। यिनीहरू 74 बाहिर पर्छ। 76 भित्र पर्छ। यो बीचमा ग्याप छ नि। यो बीचमा ग्याप छ नि। यहाँ पनि ब्लू नै हुन्छ है। अहिले लाइन तान्न मात्रै हो। यो यस्तरी लाइन तान्नु। सबै भित्र पर्ने भयो। सबै भित्र पर्ने भयो। यहाँ सबै भित्र पर्ने भयो नि होइन। सबै यो सबै ब्लू पेन्ट गर्ने। सबै ब्लू लाउने। सबै भित्र पर्छ नि होइन। सबै भित्र पर्छ। अनि यता पनि सबै भित्र सब ब्लू। यता पनि 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 ब्लू। सबै त्यो यो बिचमा यसरी ग्याप राख्ने होइन है।
यहाँ बिचमा पनि ग्याप हुँदैन। यहीँ ठ्याक्कै यहीँसम्म रेड हुन्छ, ठ्याक्कै यहीँबाट येल्लो सुरु भइहाल्छ। ठ्याक्कै यहीँसम्म रेड हुन्छ यो लाइनसम्म, फेरि यहाँबाट येल्लो सुरु भइहाल्छ। सबै भयो। अब बाँकी बच्यो कति होइन, बाँकी बच्यो कति बक्स हुन्छ, यता त लाइन हुन्छ। यतिमा हामी ग्रिन लाइन हुन्छ। बुझियो? यस, थ्याङ्क यू भेरी मच।